आजबाट फिफा वर्ल्ड कप क्वार्टर फाइनल सुरु हुँदैछ। क्वार्टर फाइनलमा पहिलो खेल हुँदैछ मोरक्को भर्सेस फ्रान्स। मोरक्को र फ्रान्स क्वार्टर फाइनल आउनको लागि अहिलेसम्म कुन कुन टिमलाई जितेर आएका थिए त? आउनुहोस् हामी कुरा गरौँ। सुरुमा कुरा गरौँ मोरक्कोको। मोरक्कोले ग्रुप स्टेजमा पहिलो म्याच ब्राजिलसँग 1-1 को ड्र खेलेको थियो। स्कटल्यान्डलाई 1-0 ले जितेको थियो र हाइटीलाई 4-2 ले जितेको थियो र राउन्ड अफ 32 मा आएको थियो। राउन्ड अफ 32 मा मोरक्को खेलेको थियो नेदरल्यान्डसँग, जसमा नेदरल्यान्डसँग 1-1 को ड्र खेलेको थियो र 1-1 को ड्र खेलिसकिसकेपछि म्याच गएको थियो पेनाल्टीमा। पेनाल्टीमा मोरक्कोले नेदरल्यान्डलाई हराएर मोरक्को आएको थियो राउन्ड अफ 16 मा। राउन्ड अफ 16 मा मोरक्को क्यानाडासँग खेलेको थियो, जसमा क्यानाडालाई 3-0 हानेर मोरक्को आएको क्वार्टर फाइनलमा। अब हामी कुरा गरौँ फ्रान्सको। फ्रान्सले ग्रुप स्टेजमा राउन्ड अफ 32 मा र राउन्ड अफ 16 मा कुन कुन टिमलाई हराएर आएको थियो त? फ्रान्सले सेनेगललाई ग्रुप स्टेजमा 3-1 ले, इराकलाई 3-0 र नर्वेलाई 4-1 ले हराएर राउन्ड अफ 32 मा आएको थियो। राउन्ड अफ 32 मा फ्रान्स खेलेको थियो स्विडेनसँग, जसमा स्विडेनलाई 3-0 हानेर राउन्ड अफ 16 मा आएको थियो। राउन्ड अफ 16 मा फ्रान्स खेलेको थियो पारुग्वेसँग। पारुग्वेलाई 1-0 हानेर क्वार्टर फाइनलमा आएको फ्रान्स। अब भन्नुहोस्, फ्रान्स भर्सेस मोरक्को आज म्याच हुँदैछ क्वार्टर फाइनलमा। यो दुई टिम मध्ये कुन टिमले जित्छ होला त क्वार्टर फाइनल? क्वार्टर फाइनल कुन टिम जितेर जान्छ सेमी फाइनलमा? तपाईहरु कमेन्ट गर्नुहोला कुन टिम जान्छ आज सेमी फाइनलमा।